नमस्कार। अबको शिक्षा कस्तो हुनुपर्छ? 2083 वैशाख 21 गतेसम्म के तयारी स्कुलले गर्दा शिक्षा रोजगारमूलक बन्न सक्छ? सरकारले स्कुलमा के भूमिका खेल्नुपर्छ? यसको सठिक जवाफ यस भिडियोमा दिने प्रयास गर्दैछु। शिक्षालाई सिपसँग र सिपलाई उत्पादनसँग जोड्ने अवधारणा शिक्षामा हुन आवश्यक छ। आगामी 2083 वैशाख 21 गतेसम्मको कार्ययोजना र व्यावसायिक शिक्षाको महत्त्वलाई समेटेर तयार पारिएको एउटा उत्कृष्ट नमुना अथवा कुराहरू म यस भिडियोमा प्रस्तुत गर्न गइरहेको छु। आज हामी यस्तो मोडमा उभिएका छौँ जहाँ डिग्रीको प्रमाणपत्रले जीवन चल्न सक्दैन। हामीलाई अब के थाहा छ भन्दा हामी के गर्न सक्छौँ भन्ने शिक्षा हामीलाई आवश्यकता पर्छ। त्यसैले हाम्रो विद्यालयले आगामी 2083 वैशाख 21 गतेसम्म शिक्षालाई पूर्ण रूपमा व्यावहारिक बनाउने लक्ष्य लिनुपर्छ। हाम्रो अबको बाटो सिपयुक्त शिक्षामा हुनुपर्छ। शिक्षा भनेको किताबका पानामा मात्र सीमित हुनु हुँदैन। अबको 1 महिनाभित्र हामीले निम्न कार्यहरूलाई प्राथमिकता साथ अगाडि बढायौँ भने हाम्रो देशको शिक्षा पक्कै पनि प्रयोगात्मक र सिपमूलक हुन सक्छ। हामीले अबको 1 महिनामा के गर्नुपर्छ त भन्दा प्रयोगात्मक सामग्रीको व्यवस्थापन गर्न आवश्यक छ। हामी तत्काल भौतिक सामग्रीको खरिद गरी प्रयोगात्मक कक्षा कोठाको व्यवस्थापन गर्दा राम्रो होला, जहाँ विद्यार्थीको सिद्धान्त मात्र होइन आफ्नै हातले काम गर्न सक्नेछ, जहाँ सरकारले पनि सामान खरिद गर्नको लागि आर्थिक रूपमा कमजोर स्कुलहरूलाई ब्याजमा ऋण सहुलियत दिन आवश्यक छ। अर्को, शिक्षक तालिम। नयाँ प्रविधिसँग जुझ्न र प्रयोगात्मक विधिबाट सिकाउन हाम्रा शिक्षकहरूलाई विशेष तालिम दिन आवश्यक छ र विद्यार्थी भाइ बहिनीहरूलाई माटो र उत्पादनसँग साइनो गाँच्न सक्ने बनाउनुपर्छ। हामीले कल्पना गरेको विद्यालयमा कम्तीमा पनि आधा रोपनी जग्गाको व्यवस्थापन हुनुपर्छ। विद्यार्थीहरूले त्यहाँ तरकारी खेती गर्नेछन्, उब्जाउ गर्नेछन् र ती उत्पादनहरूलाई बजारमा लगेर बेचेर अर्थोपार्जन गर्न सकुन्। यसले विद्यार्थीहरूलाई श्रमको सम्मान गर्ने र माटोको मूल्य बुझ्न सिकाउँछ। र अर्को, सानो उद्यम र ठुलो भविष्य। हाम्रो विद्यालयले एउटा यस्तो मिनी उद्योग खोल्नुपर्छ जहाँ विद्यार्थीहरूले केवल अक्षर मात्र सिक्ने छैनन्, उनीहरूले त्यो मिनी उद्योगबाट अचार बनाउने, चकलेट बनाउने, रुमाल बनाउने, गुन्द्री बनाउने, भाँडाकुँडा सुनचाँदीका सामानहरू, फलामका औजारहरू बनाउन सक्ने हुनुपर्छ। अनि मात्र विद्यार्थीहरू आफैमा सक्षम भएर बाँच्न सक्छन् र ती उत्पादन भएका सामग्रीहरूलाई बजारसम्म पुर्याउने संयन्त्र हामीले सिकाउनुपर्छ, ताकि विद्यार्थीहरू पढाइसकेपछि बेरोजगार बस्न नपरोस् र विदेश पलायन हुनबाट रोक्न सकिन्छ। नयाँ कार्यतालिकालाई पढाइलाई 2 दिन र कमाइलाई 3 दिन बनाउन सक्यो भने अझ शिक्षा प्रभावकारी हुन सक्छ। हामीले शिक्षा प्रणालीलाई नै परिमार्जन गर्ने सोच राख्नुपर्छ। हप्तामा 2 दिन सैद्धान्तिक पढाइ र 3 दिन पूर्ण रूपमा व्यावसायिक तालिम दियो भने पक्कै पनि विद्यार्थीहरू अर्थोपार्जन गर्न सक्छन् र देश पूर्ण रूपमा विकसित र समृद्ध बन्न सक्छ। व्यावसायिक शिक्षा नै समृद्धिको साँचो हो। कृषि, पर्यटन र साना उद्योगलाई समेटेर जब हामी अगाडि बढ्छौँ तब मात्र खुसी नेपाली, समृद्ध नेपालको सपना साकार हुनेछ। प्रविधि र सफ्टवेयर सिपको क्षेत्रमा कम्प्युटर, कोडिङ, ग्राफिक डिजाइनिङ, डिजिटल मार्केटहरूलाई पनि हामी थप्न सक्छौँ र यी मार्केटिङहरूलाई अथवा हामीले विद्यालयमा बनाएका विभिन्न सामग्रीहरूलाई हामीले विद्यालयमा सानो मेला राखेर विद्यार्थीहरूले बनाएका सामानहरूलाई हामी बिक्री वितरण गर्न सक्छौँ र स्थानीय सिप भएका मानिसहरूलाई आमन्त्रण गरेर विद्यार्थीहरूलाई हामी विविध थरीका कुराहरू सिकाउन सक्छौँ र हामीले शिक्षालाई श्रमको मिलन गराई क्रान्तिकारी अवधारणा ल्याउनुपर्छ। विद्यालयलाई केवल कण्ठ गर्ने ठाउँ मात्र नबनाई उत्पादन केन्द्र बनाउने ठाउँ बनाउनुपर्छ। व्यावहारिक र व्यावसायिक शिक्षाका लागि मागचित्र कोर्नुपर्छ, प्रविधि र उत्पादनसँग जोड्नुपर्छ र विद्यालयमा प्रयोगशाला मात्र नभई डिजिटल उत्पादन ल्याब जस्ता कुराहरूको स्थापना गर्नुपर्छ, जहाँ विद्यार्थीले कृषिमा आबद्ध भई विभिन्न कुराहरू उत्पादन गर्न सकुन् र त्यसलाई बजारमा लगेर अर्थोपार्जन तुरुन्तै गर्न सकुन्। र अर्कोतिर विद्यार्थीहरूलाई ज्ञानसँगै पैसामा बदल्न सक्नुपर्छ। अनि मात्र विश्वका धेरै देशहरू जस्तै चाइना, स्विजरल्यान्ड, जापान
यही प्राविधिक शिक्षाले, यही प्रयोगात्मक शिक्षाले गर्दा नि उनीहरूको देश अगाडि बढेको, उनीहरू कुनै पनि देशमा पलायन भएर रोजगारको खोजी गर्दै हिँड्नु पर्दैन। हामीले पनि त्यस्तै खालको शिक्षाको अवधारणा ल्याउनुपर्छ र हामीले अर्कोतिर केवल शिक्षकलाई पनि हामीले पूर्ण रूपमा तालिम दिएर मात्रै उनीहरूलाई, विद्यार्थीलाई पढाउने बानीको विकास गर्नुपर्छ। अनि मात्र देशमा शिक्षाको एउटा सपना साकार हुनसक्छ। र विद्यार्थीहरूलाई हामीले प्रत्यक्ष रूपमा प्रयोगात्मक शिक्षा दिई नवकरणीय ऊर्जा, फोहोर व्यवस्थापन, पर्यटन र गाइड सम्बन्धी ज्ञानहरू, तालिमहरू दिनुपर्छ। र हामीले कुनै पनि स्कुलले सानो फर्महरू राख्नुपर्ने हुन्छ, जस्तै कुखुरा पालन, बाख्रा पालन राखेर विद्यार्थीहरूलाई त्यही कुखुरा कसरी बढाउने, हुर्काउने, बाख्रा कसरी पालन गर्ने त्यो ज्ञान दिएर उनीहरूलाई स्कुलबाट नै एउटा कृषिमूलक शिक्षा पनि हामीले दियौँ भने उनीहरू सी पास गर्ने बित्तिकै, +2 पास गर्ने बित्तिकै आफै आत्मनिर्भर हुन सक्छन् र हाम्रो देशलाई विकासमा टेवा पुग्न सक्छ। जबसम्म शिक्षामा व्यावसायीकरण हुँदैन तबसम्म हाम्रो देशले खोजेको एउटा नयाँ अवधारणा पुरा हुन सक्दैन। र शिक्षा मन्त्रालयले के गर्न आवश्यक छ भने यो घोकन्ते शिक्षालाई पूर्ण रूपमा हटाएर व्यावसायिक शिक्षामा स्कुललाई नै जोड दिएर, स्कुललाई नै सहुलियत दिएर, ऋण दिएर उनीहरूले व्यावसायिक शिक्षा दिनै पर्ने र उनीहरूले 1 महिनामै त्यसको प्रतिफल प्राप्त गर्ने खालको शिक्षा दिन लगाएर त्यसलाई प्री प्लान गरेर विश्वका आधुनिकीकरण भएका, शिक्षामा आधुनिकीकरण भएका मुलुकहरूमा लगेर शिक्षकहरूलाई तालिम दिएर उनीहरूले एउटा शिक्षालाई नै रोजगारमूलक बनाउन सक्यो भने पक्कै पनि हाम्रो देश विकसित हुनेछ र हाम्रो देशमा भएका ऋणका भारहरू जिरो हुनेछन्। यदि शिक्षामा सुधार गर्न सकिएन र अहिले आएको 2/3 बहुमतको सरकारले पनि शिक्षालाई केही पनि गर्न सकेन भने शिक्षालाई उही घोकन्ते शिक्षामा लागू गर्ने, उही विद्यार्थीलाई एउटा घोकाएर लेख्ने र त्यसैलाई फोजी पेदेर वाह भनेर सम्मान गरेर यसको अर्थ केही पनि छैन। जबसम्म विद्यार्थीले आफूले पढेको सिपलाई सामानहरू बनाएर बजारमा लगेर व्यापार गरेर अर्थोपार्जन जबसम्म गर्दैन कुनै पनि विद्यार्थीले, तबसम्म यो शिक्षा केवल खोक्रोपन मात्रै हुनेछ। त्यसैले सरकारले बरु जो स्कुलले व्यावसायिक शिक्षा चलाउन सक्दैन त्यसलाई मर्ज गरेर सरकारले ऋण सहुलियतमा तिनीहरूलाई विभिन्न थरीका सिपयुक्त तालिम दिने खालका सामग्रीहरू किनेर र विश्व बजारमा शिक्षकहरूलाई तालिम दिलाएर उनीहरूलाई प्रयोगात्मक शिक्षा दिलायो भने मात्रै हाम्रो देश समृद्धशाली बन्न सक्छ। आउँदो 10 वर्षमा हाम्रो देशको अर्थतन्त्र एकदम मौलाउन सक्छ। र मैले यो सानातिना स्कुल चलाउने साथीहरूलाई फेरि मेरो स्कुल डुबाउने भयो यो भिडियोबाट भन्नु होला। मैले त्यो भन्न खोजेको होइन कि तपाईँहरूले पनि क्षणिक पैसा कमाएर केही पनि हुँदैन। हामीले पैसा भनेको क्षणिको हातको मैला हो। हामीले पैसा कमाउँछौँ, हामी एक दिन मरेर जान्छौँ, हामी जसरी आयौँ त्यसरी जान्छौँ। तर हाम्रो देशलाई समृद्ध बनाउनको लागि हामीले आफ्नो बच्चाहरूलाई, तपाईँहरूको बच्चाहरू पनि शिक्षित हुनसक्छ, विदेश पलायन हुनु पर्दैन। यदि तपाईँहरूले आफ्नो स्कुलमा पनि व्यावसायिक शिक्षाको लागि आजैबाट प्रयास गर्न थाल्नुभयो भने आउँदो 10 वर्षमा हाम्रो स्कुल के हुनसक्छ, व्यावसायीकरण हुनसक्छ। हाम्रो बच्चाहरूले पढेका कुराहरू, सिकेका सिपहरू तुरुन्तै बजारमा गएर अर्थोपार्जन हुनसक्छ। अनि मात्र हामी विकसित हुन सक्छौँ, हामी समृद्धशाली हुन सक्छौँ र तपाईँहरूको स्कुल पनि डिजिटल हुनसक्छ, व्यावसायीकरण हुनसक्छ, कृषिमूलक हुनसक्छ र विद्यार्थी भाइ बहिनीहरू तत्काल अर्थोपार्जन गर्न सक्छन् र हामी बाँच्न सक्छौँ। त्यसैले यो मैले भनेको कुराहरू चाहिँ 100% सरकारले ध्यान दिएर तत्काल लागू गर्यो भने यो 21 दिनको समय केही पनि होइन, अझै हामीले समय थप्नुपर्ने देखिन्छ। किनकि हामीले डिजिटल क्लास बनाउनु पर्यो, प्रयोगात्मक शिक्षा दिने क्लास बनाउनु पर्यो, विभिन्न थरीका मिनी बिजनेसहरू अथवा मिनी उद्योगहरू खोल्नु पर्यो। त्यसको लागि समय लाग्छ र विद्यार्थी भाइ बहिनी घर अवस्था बिग्रिने होइन, बाबुआमाले उनीहरूलाई विभिन्न थरीका गाइड गरेर घरमा राखेर कन्ट्रोल गर्न सक्नुहुन्छ। र स्कुल बन्यो भने मात्रै विद्यार्थी बन्यो। स्कुलले घोकन्ते शिक्षा दिएर कति दिन चल्छ तपाईँ आफै बुझ्नुहोस्। सबै शिक्षाहरू घोकन्ते भएकै कारण सबै मानिसहरू साउदी, कतार, दुबई, मलेसिया गएर अर्काको श्रम बेचेर उनीहरूले थोरै लगानी हाम्रो नेपालमा पठाइरहेका हुन्छन्। यो अन्त्य गर्नको लागि हामीले पक्कै पनि हाम्रो स्कुललाई सुधार्यौँ भने हाम्रो देश समृद्ध, शक्तिशाली र विश्वको धनी बन्न सक्छ भन्दै मेरो यो सानो भनाइलाई यहीँ अन्त्य गर्छु। हस्त, नमस्कार, धन्यवाद।